सबैजनालाई नमस्ते। यो भिडियो छिटोभन्दा छिटो सेयर गरेर सबैसँग पुर्याइदिनु होला, किनभने म नेपाल जान पाऊँ, नेपाल पाइलट देख्न पाऊँ। सकुशल यो भिडियो चाहिँ एउटा बाध्यताले गर्दा बनाउनु परेको छ। त्यस्तो नराम्रो कमेन्ट नगरिदिनु होला। अहिले म आएको 15 महिना भयो। मेरो हाल अफिस ओमनमा छ। अहिले म एकदम सिरियस बिरामी छु। म जे भए पनि म आफ्नो देश जान चाहन्छु, फर्किन चाहन्छु। मैले अफिसलाई भन्दाखेरि अफिसले मलाई वास्ता गरेन। मैले एजेन्टलाई म जान्छु, म बिरामी छु भन्दाखेरि मलाई एजेन्टले मलाई यहाँ पठाउने एजेन्टले ठुलो कुरा गर्यो, थर्कायो। म नेपाल किन जान पाउँदिनँ? म आफ्नो पैसाले टिकट काटेर जान्छु भन्दा अहिले मलाई कसैले नि वास्ता गरेको छैन। म एकदम सिरियस बिरामी छु। छिटोभन्दा छिटो यो भिडियोलाई सेयर गरिदिनु होला सबैजनाले।